हेलो साथीहरू नमस्कार। म हुँ कलमकारकी। हजुरहरू हेर्दै हुनुहुन्छ माउन्टेन एभरेस्ट नेपाल। साथीहरू, नेपालको दैलेख जिल्ला भैरवी गाउँपालिका 1 को जलजलेमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषणका सम्बन्धमा म केही महत्त्वपूर्ण झलकहरू बताउन गइरहेको छु। साथीहरू, 2072 सालमा नेपाल र चीन सरकारका बीचमा पेट्रोलियम पदार्थको अन्वेषण उत्खननका सम्बन्धमा पहिलोपटक सम्झौता भएको थियो। साथीहरू, भने 2075 सालमा चीन सरकारलाई विस्तृत अन्वेषणका लागि अनुमति दिने कार्य नेपालका तर्फबाट भएको थियो भने 2076 सालमा 2 अर्ब 40 करोड मूल्य बराबरको आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको थियो, जो चीन सरकारले नेपाल सरकारलाई चाहिँ सहयोग गर्ने र चीन सरकारबाट नै विज्ञ टोलीहरू नेपालमा आउने, ती विज्ञ टोलीहरूले चाहिँ सो क्षेत्रमा गई अन्वेषण गर्ने कार्यका लागि चाहिँ आर्थिक र प्राविधिक सहयोग भएको थियो। 2 अर्ब 40 करोड बराबरको चाहिँ अनि 2079 सालमा ड्रिलिङको स्थान छनौट गर्ने, कुन ठाउँमा ड्रिलिङ गर्ने भन्ने विषयमा साथीहरू ड्रिलिङको स्थान छनौट भएको थियो। 2080 सालमा ड्रिलिङ लगायतका पूर्वाधारको निर्माणका सामानहरू भेटिएका र त्यो पूर्वाधारको चाहिँ निर्माण भएको थियो भने 2081 सालमा ड्रिलिङका लागि चाहिँ 4013 मिटर चाहिँ गहिराइसम्म पुगी नमुना सङ्कलन गरी चीन पठाउने कार्य भएको थियो। सो चीन पठाइसकेपछि र चिनियाँ वैज्ञानिक टोलीले अध्ययन गरिसकेपछि अहिले ठुलो मात्रामा नेपालमा पेट्रोलियम पदार्थ रहेको र सो नेपाललाई 50 वर्षसम्म पुग्ने भन्ने साथीहरू प्रारम्भिक प्रतिवेदन आएको चाहिँ जनाइएको छ। साथीहरू,